यहाँलाई न्यानो अभिवादन टक्राउन चाहन्छु। विशेष गरेर मेहनतको फल मिठो हुन्छ र यो मेहनत म आफ्नो ठुरी गाउँपालिकाको स्वास्थ्य कर्मी, संयोजक लगायत सम्पूर्ण स्वास्थ्य कर्मीलाई म एकमुष्ट दिन चाहन्छु। आज उहाँहरूको मेहनत, उहाँहरूको परिश्रम र उहाँहरूले हरेक टोलमा गएर आफ्नो जिम्मेवारी ननिभाएको भए हामीले यो 1 नम्बरलाई बरकरार राख्न धेरै गाह्रो हुन्थ्यो। सही भन्ने भने यहाँ फर्स्ट, सेकेन्ड, थर्ड र अन्य गाउँपालिकाका साथीहरूलाई पनि म बधाई नै भन्न चाहन्छु। जे हुन्छ राम्रै लागि हुन्छ र भोलिको दिनमा प्रतिस्पर्धाको लागि सबैलाई म अनुरोध पनि गर्न चाहन्छु। र यो प्रतिस्पर्धा हामी गाउँघरमा तपाईँको चाहे त्यो जनप्रतिनिधि होस्, चाहे तपाईँको कर्मचारी होस्, चाहे अन्य कुनै व्यवसायमा लाग्ने व्यक्तित्वहरू होस्, हामी यस्तो कार्यमा प्रतिस्पर्धा गरौँ कि यसले आफ्नो नाम बनिरहने र तपाईँको स्वास्थ्यमा पनि हामीले चाहिँ तपाईँको व्यवस्थित रूपमा चाहिँ अगाडि बढाउन सक्ने खालको कुरामा प्रतिस्पर्धा गर्दाखेरि हामीलाई तपाईँको भोलि गएर चाहिँ राम्रो हुन्छ। त्यस कारणले गर्दाखेरि कोही साथीहरूले, कोही स्वास्थ्य कर्मीले हामी पहिलो नम्बरमा आउन सकेन, हामीलाई चाहिँ अलिकति हिंताबोध भयो भन्ने खालको चिन्ता लिनुपर्ने आवश्यकता होइन। यो सबै आफूले गरेर हुने कुराहरू हो। त्यस कारणले गर्दाखेरि सबैभन्दा ठुलो कुरा चाहिँ तपाईँको पालिका अथवा तपाईँको नगरपालिकाको जनप्रतिनिधिले तपाईँलाई साथ दिएको छ कि छैन, त्यो कुरामा ध्यान दिनुपर्छ। जनप्रतिनिधिले साथ दियो भने कर्मचारीको हौसला बढ्छ, कर्मचारीलाई काम गर्ने मन पनि बढ्छ। जनप्रतिनिधिले साथ दिएन भने कर्मचारी त तपाईँको भोलि ठोरी गाउँपालिका, पर्सि तपाईँको जगन्नाथपुर, अर्को दिनमा तपाईँको चाहिँ वीरगञ्ज जहाँ पनि सर्व हुन सकिन्छ। त्यस कारणले गर्दाखेरि यो मेरो कर्मचारी हो, यो मेरो छोराछोरी हो, यो मेरो भाइ बहिनी हो भनेर कर्मचारीलाई तपाईँको चाहिँ राम्रोसँग तपाईँको चाहिँ हामीले चाहिँ राख्न सक्यो भने र काम लगाउन सक्यो भने सबै पालिका फर्स्ट हुन्छ, सबै पालिका तपाईँको चाहिँ अगाडि बढ्न सकिन्छ। त्यस कारणले गर्दाखेरि म त्यति घमण्ड पनि गर्दैन कि आज मेरो गाउँपालिका फर्स्ट भयो भनेर म त्यति घमण्ड गर्दैन, किनकि जबसम्म मेरो कर्मचारीले मलाई साथ दिन्छ, मैले कर्मचारीलाई साथ दिन्छ, तबसम्म मैले फर्स्ट गर्ला। मैले जुन दिन तपाईँको चाहिँ कर्मचारीलाई साथ दिनु छोड्यो भने मैले यो रिजल्ट ल्याउन सक्दैन। त्यसैले बढीभन्दा बढी म आफ्नो कर्मचारीलाई धन्यवाद, बधाई दिन चाहन्छु। र साथै एउटा कुरा के भनेदेखि तपाईँको जनप्रतिनिधिहरूले साथ त दिएको नै होला हरेक पालिकाको। अब मैले भन्दै गर्दाखेरि तैँले मात्रै दिएको साथ छ र हामीले पनि दिएकै हो, तर गरेन भनेर भन्ला। साथ दिने पनि तरिका हुन्छ, काम लगाउने पनि तरिका हुन्छ तपाईँको, होइन? एउटा सानो काम गर्दाखेरि तपाईँको स्वास्थ्य कर्मीको ड्युटी भनेको पुलिसको र स्वास्थ्य कर्मीको ड्युटी एउटै हो। उसको कुनै टाइम टेबल हुँदैन। 24 ड्युटी स्वास्थ्य कर्मीको हुन्छ परिआएको खण्डमा। तर काम लगाउनु जानेन भने 1 घन्टा पनि काम गरिदिँदैन। तपाईँको उसलाई पनि जानेको छ छल्नु, उसलाई पनि अल्छी लाग्छ, उसको पनि आफ्नो बालबच्चा हुन्छ, उसको पनि आफ्नो घर परिवार हुन्छ। त्यसैले मेरो कर्मचारीहरूलाई, मेरो यही 6 कर्मचारी, म माया गर्ने बेलामा अति माया गर्ने, गलत गऱ्यो भनेदेखि कारबाही पनि गर्ने स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यही गाउँपालिकामा रिङ्गाइदिन्छु म। अलिकति गल्ती गऱ्यो भने तपाईँको ठोरीबाट सोरपुरबाट तपाईँको चाहिँ बाँधा झोलाको छेउमा पुर्याइदिएपछि त ओहो कारबाही हुने रहेछ भने जस्तो हुन्छ। तर मैले टाढो त मैले फाल्नु मेरो अधिकार छैन। तैपनि त्यही दिएर तपाईँको चाहिँ उसलाई फेरि ल्याउने, फेरि फर्काएर ल्याउने, सुध्रेपछि ल्याउने, अनि फेरि एक ठाउँ राखेर परिवार जस्तै माया गरेर गफ गरिसकेपछि तपाईँको मन पलाउँदो रहेछ। उसलाई आपत परेको बेलामा, उसको घरमा तपाईँको समस्या परेको बेलामा मैले के गर्नुपर्छ त्यो पनि मैले तपाईँको चाहिँ उसको राम्रोसँग कुरा बुझिदिनुपर्छ। त्यसैले एउटा जनप्रतिनिधि र कर्मचारी बिच जुन हुनुपर्ने सम्बन्ध हो, त्यो सम्बन्धलाई कायम गरेर अगाडि बढेको खण्डमा सबैजना फर्स्ट हुन्छ, सबै पालिका फर्स्ट हुन्छ। नम्बर भनेको तपाईँको
नम्बरले तलमाथि भएको त्यसलाई फर्स्ट सेकेन्ड भनिँदैन। तपाईँको पञ्चायती कालमा मेरो गाउँमा जम्मा 3 जना विद्यार्थीले एसएलसी दिएको थियो, 3 जना पास भएछ। अनि 3 जना पास भएपछि तिमीहरूलाई 3 जना पास भएछ, अब चाहिँ राम्रो भयो, राम्रो नम्बर ल्यायो होला नि भनेर जम्मा त 3 जना थियो, 3 जना अब फर्स्ट सेकेन्ड थर्ड थियो, त्यही फर्स्ट सेकेन्ड थर्ड पास भयो भन्थ्यो। अब 3 जनाभन्दा बढी भएको भएको तपाईँको चाहिँ अलिक फर्स्ट सेकेन्ड थर्ड चौथो पाँचौँ हुने। 3 जनामा स्कुलमा पढ्दाखेरि फर्स्ट सेकेन्ड थर्ड, अनि तपाईँको एससी दिँदाखेरि पनि फर्स्ट सेकेन्ड थर्ड भएपछि त्यो। तर हामी त प्रसाद जिल्लाभरिमा फर्स्ट सेकेन्ड थर्ड हुँदाखेरि अलिकति गर्व लाग्छ। कर्मचारीहरूप्रति तपाईँको धेरै मेरो माया छ, उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। र आउने दिनहरूमा हामी सम्पूर्ण गाउँपालिकाको नगरपालिकाको जति पनि जनप्रतिनिधिहरूले काम गर्ने तरिकामा अलिकति परिवर्तन गर्यो भने हामी थोरै थोरै नम्बरबाट तलमाथि हुन्छ, धेरै नम्बरमा हुँदैन। त्यसैले सबैलाई त्यो चिन्ताको विषय छैन। म पनि तपाईँको चाहिँ फर्स्ट भयो भनेर मात्तिने होइन, तपाईँहरू पनि आत्तिने होइन। तपाईँहरू पनि काम गर्दै जानुहोस्, पक्का पनि फर्स्ट हुन्छ। मैले चाहिँ यसपालि त अलिक गाह्रै होला, छोरीलाई गाह्रै होला कि भन्ने मलाई शङ्का थियो। मैले जगन्नाथपुरको ग्यास गरिराखेको थिएँ। अब यहाँको चाहिँ हाम्रो रिपोर्ट अनुसार छोरी नै फर्स्ट भएछ। त्यस कारणले गर्दाखेरि ठिक छ, यसलाई बरकरार राखिरहनु। कमसेकम यसलाई बरकरार राख्दाखेरि यसलाई फर्स्ट हुनु ठुलो कुरा होइन। मैले पोहोर साल पनि भनेको थिएँ, फर्स्ट हुनु ठुलो कुरा होइन, यसलाई बरकरार राख्नु ठुलो कुरा हो, यसलाई निरन्तरता दिनु ठुलो कुरा हो। त्यस कारणले गर्दाखेरि विशेष गरेर मेरो चाहिँ स्वास्थ्य संयोजक पनि धेरै अनुभवी, उहाँ अलिक पुरानो मान्छे पनि हुनुहुन्छ। उहाँले जे होस् छोरी गाउँपालिकामा रहन्जेलसम्म तपाईँ आफ्नो ड्युटीलाई बरकरार राख्नुहोस्, तपाईँको चाहिँ इमान्दारितालाई बरकरार राखिदिनुहोस्। र भोलि पनि तपाईँको रिजल्ट यसरी नै आएको खण्डमा हामी तपाईँलाई यस्तो जसरी हामीले यहाँ त सम्मान पाएको छ त्यसरी नै सम्मान गरेर तपाईँलाई नै हामीले बिदा गर्ने मौका पाओस् भन्ने भनाइराख्दै र सम्पूर्ण साथीहरूलाई पनि आफ्नो आफ्नो जनप्रतिनिधिहरूसँग छोरीको जगन्नाथपुरको वीरगञ्जको जुन आज फर्स्ट सेकेन्ड थर्ड भयो त्यहाँको जनप्रतिनिधिको भनाइ, त्यहाँको जनप्रतिनिधिको कुरा सुन्दाखेरि तपाईँ हामी बसेर एकचोटि छलफल गर्नुपर्ने हो कि भनेर छलफलमा अगाडि बढाउनुहोस् भन्ने एउटा अनुरोध राख्दै म आफ्नो भनाइलाई पनि यहाँ अन्त्य गर्दै बिदा लिन चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद अध्यक्ष। र अब हामी पर्सा जिल्लाका 14वटा पालिकाको स्तर कति कति नम्बर प्रिन्ट गर्नु भएको रहेछ, एकचोटि त्यहाँ देखाइदिन मैले अनुरोध गरेँ। सबै पालिकाको एकचोटि हेर्नु होला। कालिकामै 14 नम्बर स्थानमा हुनुहुन्छ 14 पालिका मध्ये। जोगनी गाउँपालिका 13औं स्थानमा। पखामैनपुर गाउँपालिका 8, बौद्धमा 9, 12औं स्थानमा। 10 एवं क्रमले टप 10 भित्र पर्ने चाहिँ 13 पालिका पर्सागढीसम्म छ। बिन्दवासिनी गाउँ पालिका चाहिँ 11 नम्बरमा 11 नम्बरमा हुनुहुन्छ सायद, 11 नम्बरमा हुनुहुन्छ। यसरी चाहिँ नम्बर रहेछ। एकचोटि नम्बर सबैजनाले आफ्नो नम्बर हेर्नु होला। हामी चाहिँ आज यो ग्रुपमा पनि हालिदिन्छु अहिले।